2000 वर्ष अघिको इतिहासको पानामा घटेको थियो। सम्राट सिजर अगस्टसको मौसुफमा यस भेगका जनतालाई आफ्नो आफ्नो पुर्खाको ठाउँमा फर्केर आफ्नो नाउँ लेखाउन हुकुम बक्सेको छ। युसुफ पनि गालिल प्रान्तको नासरतबाट यहुदियाको बेतलेहेम भन्ने दाउदको शहरमा गए, किनभने तिनी इजरायलको पुर्ख्यौली राजा दाउदका कुल वा वंशजका थिए। आफूसँगै मगनी भएकी मरियमलाई आफ्नो नाउँ लेखाउन साथमा लगे। तिनी त्यस बखत गर्भवती थिइन्। केही महिना अघि परमेश्वरको एउटा दूत गब्रियलले युसुफसित मग्नी भएकी एउटा कन्या केटी मरियम कहाँ भित्र आएर भने, हे कृपाको पात्र, तिमीलाई अभिवादन, परम प्रभु तिमीसँग हुनुहुन्छ। तर तिनी डराइन् र दूतले फेरि भने, न डराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट निगाह प्राप्त गरेकी छौ। हेर, तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ। तिमीले उहाँको नाउँ येशू राख्नु। उहाँ महान हुनुहुन्छ र परम प्रधानका पुत्र कहलाइनु हुनेछ। तर मरियमले दूतलाई भनिन्, यो कसरी होला, किनकि मेरो विवाह भएको छैन। दूतले तिनलाई जवाब दिएर भने, पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, परम प्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसै कारण जो जन्मनु हुनेछ सो अर्थात् परमेश्वरका पुत्र कहलाइनु हुनेछ। यही अलौकिक गर्भ बोकेर युसुफसँग बेतलेहेम आएको यो बेला त्यहाँ ठुलो भिड थियो। विभिन्न ठाउँबाट मानिसहरू त्यहाँ आफ्नो आफ्नो नाउँ दर्ता गराउन आएका थिए। बेतलेहेमको सानो यस गाउँमा पनि ठुलो चहल पहल थियो। वातावरणमा व्यापक परिवर्तन आएको थियो। यही बेला मरियमको सुत्केरी हुने दिन आयो, तर त्यहाँ पौवामा कुनै ठाउँै थिएन। युसुफले सक्दो प्रयास गरे। साउजी, तपाईको पौवामा अलिकति ठाउँ छ कि? यस्तो खचाखच भरिएको कोठा हजुरले आफ्नै आँखाले हेर्दै हुनुहुन्छ नि। कस्तो गाह्रो छ, पुरै भरिएको छ। माफ गर्नुहोस् मलाई त। युसुफले प्रयास गर्दै रहे, कहीँ कतै आशा देखिएन। अन्तमा हरेस खाएर एउटा ढोका ढकढकाउन थाले। एउटा सानो कोठा पाइन्छ कि? मेरी श्रीमतीलाई सुत्केरीको व्यथा लागेको छ। ए ठाउँ त यहाँ पटक्कै छैन के रे। के गर्ने होला? तपाईँ त आपतमा पो पर्नुभयो। मेरो गोठा अलिकति ठाउँ छ कि? तपाईँको जहानलाई त्यहीँ लिएर आउनुहोस् त। त्यस प्रान्तमा चौरमा रहेर राति आफ्नो भेडाका बगालको हेरचाह गरेर बस्ने गोठालाहरू थिए। प्रभुका एउटा दूत तिनीहरू कहाँ खडा भए र तिनको उज्यालो ज्योति चारैतिर फैलियो। ती गोठालाहरू यो देखेर साह्रै डराए। तब दूतले तिनीहरूलाई भने, न डराओ, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु।
जो सबै मानिसहरूको निम्ति हुनेछ। किनभने दाउदको सहरमा आज तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। उहाँलाई भेट्ने चिन्ह चाहिँ यो हुनेछ कि तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र डुँडुमा सुताइराखेको भेट्टाउनेछौ। यति भनेर दूत स्वर्गमा लगिए। तब गोठालाहरूले आपसमा यो घटना हेर्न बेथलेहेम जाने मतो गरे। बिहानै बेथलेहेम पुगेर मरियम साथै युसुफलाई बालकसितै भेटे। बालक डुँडमा सुतिरहेको भेट्टाएका थिए। एउटा गोठमा जन्मनु भएको उद्धारकर्ता आज पनि मानिसको जीवनमा जन्मने चाहना गर्नुहुन्छ। येशू ख्रीष्ट प्रभुले हो। एउटा गोठ जस्तै फोहोरले भरिएको मानिस हृदयमा येशू ख्रीष्टले आफ्नो बास बनाउन चाहनुहुन्छ। बाइबल धर्मशास्त्रमा येशूले बोल्नु भएको एउटा श्लोकमा यसो लेखिएको छ, म धर्मीलाई होइन तर पापीलाई बचाउन आए। आज मानव जातिलाई परमेश्वरको प्रेम उपहार स्वरूप प्रदान गरिएको एउटा महत्त्वपूर्ण दिन हो। तपाईलाई ख्रीष्ट जन्म उत्सवको पुनीत अवसरमा हार्दिक शुभकामना।